हेलो एभ्रीबडी यो भिडियोमा पनि मैले तपाईहरुलाई इस्यु अफ शेयर्स फर क्याशको एउटा क्वेशन लिएर आएको छु। यो भन्दा अगाडिको भिडियोमा मैले डिस्काउन्ट प्रिमियम केही पनि नभएको खालको क्वेशन एउटा डिस्काउन्ट भएको क्वेशन गरिदिएको थिएँ। आज मैले यस भिडियोमा तपाईहरुलाई प्रिमियम भएको क्वेशन कसरी गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। हामीलाई एक्जाममा 5 मार्क्समा आउँदाखेरि प्रिमियम भएको क्वेशन इस्यु अफ शेयर्स फर क्याशबाट कसरी आउँछ र त्यो कसरी गर्ने भन्ने कुरा यो भिडियो तपाईले राम्रोसँग हेर्नुभयो भने मज्जाले मिलाउन सक्नुहुन्छ है त। अब अगाडि बढौं भिडियोतर्फ। अ कम्पनी, मैले क्वेशन पढ्न सुरु गर्दैछु है। अ कम्पनी इस्युड 4000 शेयर्स भनेको छ। तपाईले यहाँ इस्युडमा लेखिदिनुस् 4000 इस्युड भन्नुस्, 4000 शेयर्स भन्नुस्। अनि यहाँ अफ रुपीज 100 इच भनेको छ, तपाईले लेखिदिनुस् अफ रुपीज 100 इच भनेर लेखिदिनुस्। त्यसपछि एट अ प्रिमियम अफ रुपीज 10 पर शेयर भनेको छ। तपाईले प्रिमियमलाई तलपट्टि प्रिमियम रुपीज 10 भनेर लेख्नु। त्यसपछि क्वेशनमा दिएको छ पर शेयर पेबल एज रुपीज 20 अन एप्लिकेसन। एप्लिकेसनमा लेखिदिनुस् तपाईले रुपीज 20। त्यस्तै अलटमेन्टमा रुपीज 50 अन अलटमेन्ट भनेको छ, रुपीज 50 अन अलटमेन्ट, अलटमेन्टमा 50 लेखिदिनुस्। त्यसपछि रुपीज 40 अन फाइनल कल पर शेयर भनेको छ, रुपीज 40 अन फाइनल कल शेयर भनेर लेखिदिनुस्। त्यसपछि यो तीनवटालाई जोड्नुस् त। 20 र 50 जोड्दा 70 भयो, 70 मा 40 जोड्दाखेरि 110 भयो, 110 भयो। एउटा शेयरको मूल्य 100 हो, तर यहाँ जोड्दाखेरि कति भयो? 110 भयो। 100 हुन पर्नेमा 110 भयो, 10 रुपैयाँ बढी भयो, त्यही 10 रुपैयाँ भनेको प्रिमियम हो। त्यही प्रिमियम हामीलाई क्वेशनले रुपीज 10 पर शेयर पेबल भनेर यहाँ प्रिमियम भनेर दिएको है। तपाईले त्यसरी कुरा बुझ्नु पर्यो। यो प्रिमियमको क्वेशन हो, किनभने 100 भन्दा धेरै छ। 100 भन्दा धेरै भइसकेपछि जतिले धेरै छ त्यो प्रिमियम हुन्छ। डिस्काउन्ट भएको भए 100 भन्दा कम हुन्थ्यो, जतिले कम हुन्थ्यो त्यो डिस्काउन्ट हुन्थ्यो। अब तपाईले के गर्नुभयो? इस्युडलाई लेखिदिनु भयो, एप्लिकेसन रिसिभ्ड पनि लेखिदिनु भयो। एप्लिकेसन्स वेयर रिसिभ्ड फर 6000 शेयर्स भनेको छ। तपाईले एप्लिकेसन रिसिभ्डमा 6000 शेयर्स लेख्नुस्। यो दुईटाको डिफरेन्स एक्सिस भइहाल्यो। अनि त्यसपछि अब रिफन्ड कति हुन्छ त? अब रिफन्ड हुनको लागि त हामीले क्वेशनमा रिफन्डेड, रिजेक्टेड, डिनाइड, नो अलटमेन्ट, नील भन्ने शब्द खोज्ने हो। यहाँ क्वेशनमा खोज्दै जाँदा यहाँ रिमेनिङ वेयर रिजेक्टेड भनेको भेटिन्छ। अब रिमेनिङ वेयर रिजेक्टेड त भनेको छ। यो रिजेक्टेड शब्द देख्ने बित्तिकै हामीले के बुझ्नु पर्यो? रिफन्ड त छ, तर यहाँ नम्बर अफ शेयर छैन, रिमेनिङ भनेको छ, बाँकी रहेको भनेको छ। यस्तो अवस्थामा हामीले यो रिजेक्टेड कति नम्बर अफ शेयर हो त भनेर पत्ता लगाउन के गर्नु पर्यो भने टोटल एप्लिकेसन रिसिभ्ड हेर्नुस्। टोटल एप्लिकेसन रिसिभ्ड भनेको 6000 शेयर दिएको छ। यो टोटल एप्लिकेसन रिसिभ्डको शेयरबाट एप्लिकेन्ट्स भनेर दिएको हुन्छ। हेर्नुस्, एप्लिकेन्ट्स फर 5000 शेयर्स दिएको छ नि। जहाँ जहाँ एप्लिकेन्ट भन्ने शब्द छ त्यो एप्लिकेन्ट भन्दा यतापट्टि भएको नजिकमा रहेको यो शेयर घटाइदिनुस्। यहाँ कहिलेकाहीँ यहाँ एप्लिकेन्ट फर 5000 अनि अर्को पनि एप्लिकेन्ट दिन सक्छ। टोटल एप्लिकेसन रिसिभ्डबाट जतिवटा एप्लिकेन्ट दिएको छ त्यो एप्लिकेन्टलाई घटाइदिनुस्, तपाईको रिजेक्टेड आइहाल्छ। यसरी रिमेनिङ भन्यो भने हेर्नुस् त। अब 6000 टोटल भयो, टोटलबाट एप्लिकेन्ट फर 5000 भनेको छ, यो घटाइदिनुस् त। 6000 बाट 5000 घटाउँदा कति भयो त? 1000 भयो नि। एउटा मात्रै एप्लिकेन्ट दिएको छ, 1000 भयो। त्यही 1000 लाई तपाईले यहाँ रिफन्डमा लेखिदिनुस्। त्यसपछि अब एक्सिसबाट रिफन्ड घटाएपछि एडभान्स आयो। अब क्वेशनमा कहीँ पनि फेल टु पे पनि छैन, एक्सेप्ट पनि छैन, डिड नट पे पनि छैन, कुड नट पे पनि छैन, कहीँ पनि छैन। कहीँ पनि छैन भनेपछि कल्स इन एरियर यो क्वेशनमा भएन। त्यसकारणले अब हामीले टेबल बनाउँदाखेरि पनि के गर्नु पर्यो? ड्यू र रिसिभ्ड हरेक क्वेशनमा राखिन्छ। रिजेक्टेड थियो, रिफन्ड थियो, त्यही भएर रिफन्ड राखियो। अनि एडभान्स पनि थियो, एडभान्स पनि राखियो। तर कल्स इन एरियर नभएको कारणले गर्दा हामीले यहाँ कल्स इन एरियर राख्न परेन। अब यो टेबल भर्न त मैले अघिल्लो पटक पनि तपाईहरुलाई सिकाइसकेको छु, अघिल्लो भिडियोमा पनि सिकाइसकेको छु। तैपनि फेरि एकचोटि हेर्नुस्। यो ड्यूमा भर्दाखेरि चाहिँ के गर्ने त? माथि इस्युडमा हेर्नुस् त कति छ? 4000 छ नि। 4000 इन्टु 20 गर्नुस्, यहाँ भयो। 4000 इन्टु 50 गर्नुस्, यहाँ भयो। 4000 इन्टु 40 गर्नुस्, यहाँ भयो। यसरी तपाईको चाहिँ ड्यूमा भर्नुभयो। अब यो रिसिभ्डमा कसरी आयो 120,000 भने एप्लिकेसनमा 20 दिएको छ, यहाँ माथि एप्लिकेसन रिसिभ्ड हेर्नुस् त कति छ? 6000 छ। 6000 इन्टु 20 गर्नुस् त। त्यो गर्दाखेरि एप्लिकेसन रिसिभ्डमा आयो 120,000। त्यस्तै रिफन्डमा हेर्नुस् 1000 छ, 1000 इन्टु 20 गर्नुस्, रिफन्डमा आयो। एडभान्समा 1000 छ, 1000 इन्टु 20 गर्नुस्, एडभान्समा पनि 20000 आयो। यही एडभान्सलाई हामीले अलटमेन्टमा सारियो। अब टोटल अलटमेन्टको ड्यूमा 2 लाख छ,
यो 20,000 माइनस गरिदिनुहोस् 180,000 आइहाल्यो। त्यसपछि कल्सिन एरियर छैन भनेपछि त यो यहाँ ड्युमा जति छ रिसिभमा पनि त्यति नै भयो। त्यसपछि प्रिमियमको एमाउन्ट कति भयो त? प्रिमियमको एमाउन्ट भनेको ₹10 त पर सेयर दिएको हो, एउटा सेयरको दिएको हो। अब हामीले टोटल सेयरको निकालिदिनुहोस् इन्टु कति अरे इस्युड भएको सेयर, यहाँ अगाडि हेर्नुहोस् त कति छ 4,000 इन्टु 4,000 गरिदिनुहोस्। इन्टु 4,000 गर्दा कति आयो त? प्रिमियमको एमाउन्ट भनेको 40,000 आयो। तपाईँले यो टेबल चाहिँ यसरी गराउनु भयो भने अस्तिको भिडियोमा हिजोको भिडियोमा भन्दा यो टेबलमा फरक के भयो त भन्दा ती क्वेसन्सहरूमा चाहिँ कल्सिन एरियर थियो, फेल टु पे, कुड नट पे जस्ता शब्दहरू थिए। तर यो क्वेसनमा चाहिँ त्यस्तो शब्द नभेटिएपछि कल्सिन एरियर भएन, अरू त लगभग उस्तै उस्तै छ। यदि तपाईँहरूले मेरो योभन्दा अघिल्लो इस्यु अफ सेयर फरकास्टको भिडियो हेर्नुभएको छैन भने भिडियो हेर्नु होला, अझै राम्रोसँग बुझ्नुहुनेछ है त। अब हामी जर्नल इन्ट्रिजतर्फ जाउँ। जर्नल इन्ट्रिज त तिनै एप्लिकेसनको, त्यही अलटमेन्टको, त्यही फर्स्ट एन्ड फाइनल कलको गर्ने हो। हेर्नुहोस्, एप्लिकेसनको 2वटा जर्नल गराउने हो, अलटमेन्टको 2वटा जर्नल गराउने हो, फाइनल कलको पनि 2वटा जर्नल बनाउने हो। मात्रै फरक के हो त भन्दाखेरि हिजो योभन्दा अघिल्लो भिडियोमा अलटमेन्टकोमा डिस्काउन्टको क्वेसन थियो भने आज प्रिमियमको क्वेसन छ, त्यही नै फरक हो। एप्लिकेसन त पहिला जे थियो अहिले पनि त्यही नै हो। तैपनि म एप्लिकेसनबाट नै तपाईँहरूलाई जर्नल बनाएर देखाउने छु है त। हेरौँ अब कसरी बनाउने। यसलाई अगाडि राख्नुहोस्, एप्लिकेसनको जर्नल बनाऊ है त। पहिला 1 नम्बरमा के लेखिदिनु पर्यो त? एप्लिकेसनको जर्नल बनाउँदा बैंक अकाउन्ट डेबिट टु सेयर एप्लिकेसन अकाउन्ट लेख्नु पर्यो। न्यारेसन लेखिदिनुहोस्, बैंक सेयर एप्लिकेसन मनी रिसिभ्ड भनेर लेखिदिनुहोस्। अनि एमाउन्ट चढाउँदाखेरि एप्लिकेसनको रिसिप्टमा हेर्नुहोस् कति छ 120,000 छ, त्यही चढाइदिनुहोस् 120,000 यो सकिहाल्यो। त्यसपछि लाइन तान्दिनुहोस्, 2 नम्बरमा आउनुहोस्, यही सेयर एप्लिकेसनलाई लेख्नुहोस्, सेयर एप्लिकेसन अकाउन्ट डेबिट टु सेयर क्यापिटल अकाउन्ट लेखिहाल्नुहोस्। हेर्नुहोस् त सेयर एप्लिकेसन अकाउन्ट डेबिटमा के गरिदिनुहोस् भन्दाखेरि यो 120,000 जति छ त्यही लेखिदिनुहोस्। टु सेयर क्यापिटल अकाउन्टमा यहाँ माथि तपाईँको टेबल हेर्नुहोस्, एप्लिकेसनको टेबल हेर्नुहोस्। एप्लिकेसनमा हो यहाँ ड्युमा कति छ 80,000 छ, 80,000 लेखिदिनुहोस्। त्यसपछि रिफन्डलाई चाहिँ टु बैंक अकाउन्ट लेखिदिनुहोस्। कति छ रिफन्डमा हेर्नुहोस् त 20,000 छ, 20,000 लेखिदिनुहोस्। अनि एडभान्स त अलटमेन्टमा गएको हो, टु सेयर अलटमेन्ट अकाउन्ट लेखिदिनुहोस्। टु सेयर अलटमेन्ट अकाउन्ट कति छ त एडभान्समा पनि 20,000 छ, 20,000 लेखिदिनुहोस्। यसरी तपाईँको एप्लिकेसनको जर्नल बन्यो। न्यारेसन लेखिदिनुहोस्, बिङ सेयर एप्लिकेसन अकाउन्ट ट्रान्सफर्ड भनेर लेखिदिनुहोस्। यति मात्र लेख्दा नि हुन्छ, ट्रान्सफर टु सेयर क्यापिटल अकाउन्ट भनेर लेख्दा पनि हुन्छ। अब जानुहोस् सेयर अलटमेन्टको। अब सेयर अलटमेन्टको फर्स्ट जर्नलमा चाहिँ तपाईँले बल्ल केलाई देखाउनुपर्छ त? प्रिमियमलाई देखाउनुपर्छ। डिस्काउन्टलाई देखाउँदा तपाईँले चाहिँ अलटमेन्टको फर्स्ट जर्नलको डेबिट साइडमा देखाउनु भएको थियो भने अब प्रिमियमलाई देखाउँदा तपाईँले क्रेडिट साइडमा देखाउनु पर्ने हुन्छ। त्यही देखाउनको लागि म तपाईँहरूलाई आज सिकाउँदैछु है त। ल हेर्नुहोस् त के गर्नुहोस् भने अलटमेन्टको फर्स्ट जर्नलमा सेयर अलटमेन्ट अकाउन्ट डेबिट गर्नुहोस्। सेयर अलटमेन्ट अकाउन्ट डेबिट। अब प्रिमियम हो नि त, टु सेयर प्रिमियम अकाउन्ट लेख्नुहोस्। अनि टु सेयर क्यापिटल अकाउन्ट लेख्नुहोस्। टु सेयर क्यापिटल अकाउन्ट। अब एमाउन्ट कसरी राख्ने त? अब एमाउन्ट राख्नको लागि पनि अत्यन्त सजिलो छ। के गर्नुहोस् भने हामीले बनाएको टेबलमा हेर्नुहोस्। टेबलमा हेर्दाखेरि अलटमेन्टको ड्युमा कति एमाउन्ट छ हेर्नुहोस् त। अलटमेन्टको ड्युमा छ 2 लाख। तपाईँले यहाँ सेयर अलटमेन्ट अकाउन्ट डेबिट लेखिदिनुहोस् 2 लाख। अनि प्रिमियमको एमाउन्ट पनि तपाईँले निकालेर राख्नु भएको छ 40,000 लेखिदिनुहोस्। प्रिमियमको एमाउन्ट 40,000 क्रेडिटमा। अब 2 लाखबाट 40,000 माइनस गरिदिनुहोस्। यो डेबिटको भयो, यो क्रेडिटको भयो। डेबिट क्रेडिट भएपछि माइनस गर्ने। 2 लाखबाट 40,000 माइनस गरिदिनुहोस् त कति हुन्छ 160,000। ल
यसरी तपाईले 160,000 लेखिसकेपछि अब न्यारेसन त त्यही पहिला जे गर्नुहुन्थ्यो त्यही भइहाल्यो बीइङ शेयर अलॉटमेंट मनी ड्यू सकिहाल्यो। अब 4 नम्बरमा आउनुस् बैंक अकाउंट डेबिट अलॉटमेंट को सेकेंड जर्नल बनाउनुस् बैंक अकाउंट डेबिट टू शेयर अलॉटमेंट अकाउंट कति लेख्ने त अमाउन्ट अब यो फेरि टेबलमा हेर्नुस् यो टेबलमा हेर्नुस् त अलॉटमेंटमा हेर्नुस् यहाँ रिसिटमा हेर्नुस् कति छ 180,000 छ त्यही लेखिदिनुस् 180,000 बैंक शेयर अलॉटमेंट मनी रिसिप्ट लेखिदिनुस्। त्यसपछि अब शेयर फर्स्ट एन्ड फाइनल कल मात्रै भनेको छ फर्स्ट एन्ड फाइनल कल भनेको छैन फर्स्ट कल मात्रै भनेको छ फर्स्ट कलको बनाइदिनुस् शेयर यसरी फाइनल कल मात्र भनेको छ शेयर फाइनल कल अकाउंट डेबिट टू शेयर कैपिटल अकाउंट भन्नुस् न्यारेसन पनि लेखिदिनुस् बीइङ फाइनल कल मनी ड्यू गरिदिनुस् फाइनल कल मनी ड्यू अमाउन्ट लेख्दा अघिको टेबल हेर्नुस् टेबलमा फाइनल कलको ड्यूमा 1,60,000 छ त्यही चढाइदिनुस् 1,60,000 ल यसलाई नि बन्द गरिदिनुस्। अब लास्ट जर्नल बनाइदिनुस् फाइनल कलको बैंक अकाउंट डेबिट अब यसमा त कल सिनेरियर छैन हेर्नु कल सिनेरियर नभएपछि सिधै टू शेयर फाइनल कल अकाउंट कति त त्यही 160,000 लेखिदिनुस् कल सिनेरियर छैन ल बीइङ शेयर फाइनल कल मनी रिसिप्ट भनिदिनुस्। अब यहाँ लाइन तान्दिनुस् ल हेर्नुस् यति गर्दैछ सकिहाल्यो तपाईको 5 मार्क्स आइहाल्यो। भनेपछि हामीले जन क्वेशनमा यदि हामीलाई चाहिँ कल सिनेरियर दिएन भने यहाँ कल सिनेरियर देखाउनु परेन कलमा कल सिनेरियर नभएपछि यहाँ नत्र भने त यहाँ बैंक अकाउंट डेबिट कल सिनेरियर अकाउंट डेबिट टू बल्ल क्रेडिटको शेयर फाइनल कल अकाउंट लेख्थ्यौं त्यो लेख्नु परेन। अर्को कुरा ख्याल गर्नुपर्ने कुरा डिस्काउन्ट हुँदाखेरि अलॉटमेन्टको फर्स्ट जर्नलमा डेबिटमा हुन्थ्यो भने प्रिमियम हुँदा क्रेडिटमा हुन्छ भन्ने कुरा पनि बिर्सिन भएन। तपाईले यसरी तयारी गर्दै जानु होला है त। ल तपाईहरुले पक्कै पनि यी भिडियोहरु राम्रोसँग हेर्नुभयो भने तयारी राम्रो गर्नुहुनेछ पक्कै पनि एक्जाममा राम्रो मार्क्स ल्याउनु हुनेछ भन्ने मैले अपेक्षा गर्दछु। फेरि पनि अरु च्याप्टरहरुको पनि इम्पोर्टेन्ट क्वेशन्सहरु म तपाईहरुलाई गरेर देखाउने छु है। तपाईले मेरो चाहिँ च्यानल भिजिट गर्दै गर्नु होला त्यहाँ हेर्दै गर्नु होला र त्यहाँ भए अनुसारको सबै कुराहरु पढ्दै जानु होला है त। ल अल द बेस्ट फर एभ्रीवन थ्यांक यू भेरी मच।